मर्निङ एभ्रिवान। आजको टपिक चाहिँ ह्याबिटको रिलेटेड हुनेछ है त। किनभने ह्याबिटमा दुई प्रकारका ह्याबिट हुन्छन्, बानीहरू चाहिँ। एउटा चाहिँ राम्रो बानी जो हामी लगाउन चाहन्छौँ आफूमा, त्यो कुरा बानी चाहिँ हामीमा चाहिँ आफूमा त्यो बानी होस् भन्ने चाहन्छौँ, र कयौँपटक हामी त्यसलाई कोसिस पनि गर्छौँ। र अर्को हुन्छ खराब बानी जसलाई हामी त्याग्न चाहन्छौँ। जस्तै राम्रो बानीमा चाहिँ भयो, सामान्य रूपमा चाहिँ हरेक दिन बिहान सबैले उठ्न सकौँ, म ज्यादा मोबाइल नदेखौँ। हुनसक्छ अरू ज्यादा मोबाइल नदेखौँ मतलब खराब बानीमा हो। म बिहान सबैले उठौँ, मलाई पढाइमा मन लागोस्, मलाई चाहिँ थकाइ नहोस्, म सधैँ मोटिभेटेड रहँ। यो हाम्रा राम्रा बानी भयो सामान्य रूपमा हरेक व्यक्तिलाई। र अर्को खराब बानी भयो, अहिलेको जेनेरेसनमा के छ भने ललैमा लागेर चुरोट रक्सी त सामान्य भइसक्यो। अब यसलाई पनि छाड्न चाहनुहुन्छ। कोही अरू पनि होला जो क्यामेरामा सेयर गर्न सकिँदैन, र त्यो पनि होला। र अर्को तेस्रो कुरा के छ भने मैले अहिले तपाईँलाई भने खराब बानीमा चाहिँ मोबाइल पुरै साइड देखाउन गइरहेको छु। कस्तो भने 11 बिलियन पिपुलमा चाहिँ पपुलेसन चाहिँ धेरै छ नि त। यसमा चाहिँ स्मार्टफोन युजर कतिजना छ होला इमेजिन गर्नुहोस् त। विश्वको डेटा अनुसार यदि गरिबी राष्ट्रलाई छोडेर हेर्ने हो भने हरेक 100मा 90 पिपुलसँग चाहिँ स्मार्टफोन छ के। मतलब कति भयो भने 90%, मतलब 8 to 9 बिलियन सम्झिनुहोस्। सोच्नुहोस्, हरेकको फोनको एभरेज टाइमिङ हेर्ने हो भने म्याक्सिमम 4 to 5 आवर एभ्री डे छ क्या। यो मेरो होइन, डेटाले कुरा गरिरहेको छ। मतलब कि त्यो फोनमा पनि म्याक्सिमम युज हुने फेसबुक, इन्स्टाग्राम, ट्विटर, टिकटक, युट्युब, बस द्याट्स इट। अनि वाट्सएप। यी 5-6वटा सोसियल मिडियाका एप्लिकेसन प्लेटफर्महरूले चाहिँ यत्रै पुरै हाम्रो सिस्टमलाई कन्ट्रोल गरिरहेको। कुन सिस्टमलाई? मेन्टल लेभल र फिजिकल लेभल। तपाईँ चाहिँ के सोच्नुहुन्छ भने म यो हेबिट छोड्छु भनेर कोसिस गर्नुहुन्छ, 4-5 दिन गर्नुहुन्छ, त्यसपछि तपाईँलाई फेरि कम्फर्ट जोन हुन्छ। मतलब जो तपाईँको बडीले पहिलेदेखि एडजस्ट गरेर आएको छ नि, वर्षौँदेखि त्यही खोज्छ। डोपामिन रिलिज हुन्छ। जता तपाईँको दिमागले जुन कुरामा मजा भेट्छ नि, तपाईँलाई मजा आउँछ नि जुन काम गर्नमा, त्यो राम्रो होस् या नराम्रो होस्, उसलाई त्यो गर्न मनपर्छ नि, तपाईँको बडी, तपाईँको माइन्ड त्यतातिर जान्छ। त्यो त्यसलाई त्यसमा थकानको कुनै अर्थै हुँदैन। त्यहाँ तपाईँ थाक्नुहोस् नथाक्नु त्यसको मतलबै भएन क्या। तपाईँ त त्यसमा पुरै भएर भिजिसक्नु भएको छ। तपाईँको दिमाग पुरै फ्राकिलो भइसकेको छ क्या, ताकि त्यो कुराप्रतिको पुरै रियालिटी थाहा छ कि तपाईँलाई कसरी गर्ने, के गर्ने, बडीले पुरै एडजस्ट गरेको छ। सुरुमा तपाईँलाई कुनै हेबिट लगाउनु छ भने एकदम राम्रो काम यो प्रयास गर्नुहोस्, त्यो कामको पुरै साइड देख्नुहोस्। द्याट इज पोइन्ट। यदि तपाईँले त्यसको पुरै साइड देख्नुभयो भने अब यस्तो हुनसक्छ। कस्तो भने तपाईँले पुरै साइड त देख्नु। हरेक दिन तपाईँ बिहान 6 बजे उठ्न चाहनुहुन्छ। तपाईँले म अब आजबाट हरेक दिन बिहान 6 बजे उठ्छु भन्नु सामान्य रूपमा। किन 6 बजे सबैले उठ्नै पर्छ होइन। 6 बजेभन्दा ढिलो उठ्यो भने त सायद धेरैको त चल्दैन। त्योभन्दा पनि कोही छिटो पनि उठ्नुहुन्छ होला, तर जस्ट एभरेज टाइम 6 बजे उठ्नुभयो हरेक दिन बिहान भने तपाईँसँग धेरै काम गर्न अवसर मिल्छ भन्ने तपाईँको दिमागमा आउँछ, र तपाईँ हरेक दिन 6 बजे उठ्न चाहनुहुन्छ। म सक्सेस, किनकि तपाईँ 6 बजे किन उठ्न चाहनुहुन्छ तपाईँसँग रिजन छैन। किनकि दुनियाँका सबैभन्दा मान्छे सक्सेसफुल मान्छे 6 बजे उठ्छ। द्याट इज द पोइन्ट। यही हो तपाईँलाई कमजोर गर्ने। तपाईँ हरेक दिन साँझ 6 बजे उठ्नुको लागि या बिहान सबैले उठ्नुको लागि राति सबैले पनि त सुत्नुपर्ने होला। र तपाईँले कुनै कारणवश महिनामा 4 दिन गरिदिनु पऱ्यो। 1 गतेबाट 4 गतेसम्म लगातार 6 बजे उठ्नुभयो, त्यसपछि तपाईँले 5 गते चाहिँ उठ्न सक्नु भएन। पछि 6 गते फेरि लागि मैले त पहिले पनि ट्राई गरेको भएन, 3-4 दिन मात्र भयो, योपट्टि 4 चोटि ट्राई गरेँ, 5 दिनमै खलास। जसले गर्दा तपाईँको डोपामाइन रिलिज भयो, र त्यो 5 बजे जो तपाईँ 6 बजे उठेर जो काम गर्नुहुन्थ्यो नि, त्यसको ठाउँमा चाहिँ अर्को जो मजाको छ नि, ऊ काम दिमागले गर्छ। त्यसको लागि तपाईँको फिजिकल लेभल र मेन्टल लेभलले प्रिपेयर हुन्छ। मेन्टल लेभलमा यो थट राख्नुहोस् कि किन 6 बजे उठ्ने, र यदि मैले एक दिन नउठेँ भने अर्को दिन चाहिँ कुन गल्ती गरेको थिएँ, त्यही गल्ती नदोहोऱ्याएर त्यही गल्तीमा चाहिँ पूर्ण रूपमा फोकस गरेर
अगाडि बढ्ने, फेरि पनि डिस्ट्र्याक्सन आउँछ, फेरि पनि हुनुहोस् डिस्ट्र्याक्सन फेरि उतै आउनुहोस्, एक छोड्नुहोस् या दोस्रो दिन छोड्नुहोस्, 2 दिन गरेर 3 दिन छोड्यो भने चौथो दिन फेरि गर्नुहोस्। त्यसको लागि बडीमा इनर्जी हुनु जरुरी छ। एकदम धेरै थाक्नु भएको छ अनि ठुलो प्लानिङ बनाउनु पर्यो। जस्तै म 2-4 वटा रकेट किन्छु, त्यसपछि म यहाँबाट मङ्गल ग्रह घुमाउने स्पेस टुरिज्मको काम गर्छु। सुन्नुमा त बडो मजाको छ नि, कि प्र्याक्टिकल छ त यो? यसरी सोच्नुहोस् कि प्र्याक्टिकल नभएको कुरा केही पनि सक्सेस हुँदैन। यसरी सोच्नुहोस् कि भिजन हुनुपर्छ, यसको एउटा पुरै फास्ट देख्न सक्नुपर्छ मेन्टल लेभलले। यसको मतलब यो होइन कि धेरै सोच्ने, त्यसको साइड कुरालाई सुरुबाट त एन्डिङसम्म पुरो नपाहेर्नुहोस्, त्यसको टप र बटम पूर्ण हेर्नुहोस्, त्यसको पुरै साइडलाई हेर्नुहोस् 360 मोडलमा। त्यस पश्चात त्यसको विकनेस र त्यसको पोजिटिभिटी हेर्नुहोस्, त्यसको शक्ति र त्यसको विकनेस दुवै हेर्नुहोस् त्यो साइडको। अनि चाहिँ म चाहिँ योमा कहाँमा कुनमा कमजोर छु, कुनमा राम्रो छु, र यो कुरामा चाहिँ मलाई कुन स्थानको क्षेत्रबाट मलाई कम्फर्ट जोन आउन सक्छ, कुन कारणले गर्दा चाहिँ पछि मलाई चाहिँ यसको बारेमा इफेक्ट पर्छ, मेरो सक्सेसमा कमजोरी आउँछ र मैले गरिरहेको काममा चाहिँ कमजोरी आउन सक्छ, हरास आउन सक्छ, बुझ्नु हेर्नुहोस्। यदि तपाईँ कुनै कारणवश लगातार 4 दिन उठ्नुभयो, 5औं दिन तपाईँको डिस्ट्र्याक्सन भयो भने यो सोच्नुहोस् कि म 4 दिन त उठेँ, यो नसोच्नुहोस् कि म 26 दिन उठेन। हाम्रो दिमागले सोच्छ कि भिजुअलाइजेसन तरिका मात्र सोच्छ कि भिजुअलले कुनै पिक्चरलाई मात्र याद गर्छ। भन्छ नि 1 पिक्चर वुड 1000 वर्ड्स भन्छ अरे। एउटा पिक्चरले चाहिँ 1000 भन्दा बढी वर्ड दिन सक्छ अरे। जस्तो जहाँ एउटा वर्डले एउटा इमेज दिन्छ भने एउटा इमेजले 1000 वर्ड दिन्छ। भिजुअलाइजेसनमा देख्नुहोस्, त्यसको रियालिटी खोज्नुहोस्, यही त हो नि। यदि तपाईँ कुनै कारणवश 6औं दिनमा चाहिँ कम्फर्ट जोनमा हुनुहुन्छ र तपाईँलाई कम्फर्ट जोनले गर्दा तपाईँलाई त्यो कुरा गर्न दिएन, म सक्दिनँ भन्नुभयो भने त यो सोच्नुहोस् कि मैले कयौँ पटक पहिले पनि त बिहान 6 बजे होइन, म त 4 बजे उठेको छु। मेरो इक्जामको बेला मैले 4 बजे उठेर इक्जाम दिन गएको छु, ऊ पनि 5 बजे अलार्म राखेको, म 4 बजे बिउजेछु। यो सोच्नुहोस् न। त्योभन्दा पल्लो पनि मैले पहिला बिहान 5 बजेको ट्रेन छुटेको छु, सरी ट्रेन छोपेको छु। मैले के भन्ने त्यसलाई कस्तो भने यसलाई ठ्याक्कै कसरी बुझ्न सक्नुहुन्छ भने जब तपाईँ त्यही पूर्ण रिजनका साथ साँझ सुत्नुहुन्छ नि, त्यही कुरालाई लिएर तपाईँलाई अलार्म राखेको भएको छ भने पनि तपाईँको पावर सबकन्सियस माइन्ड भन्ने थाहा, त्यही कुराले तपाईँलाई रातभरि त्यो कुराप्रति पूर्ण फोकस बनाइरहेको हुन्छ। हाम्रो शरीर निदाए पनि हाम्रो ब्रेनले त्यही अनुसारको थट बनाइरहेको हुन्छ। जब तपाईँको निद्रा सामान्य रूपमा पुरा हुन जान्छ, सामान्य जस्तै 6 घन्टा एभरेज मानिन्छ अहिले, 6 देखि 7 घन्टा, त्यहीको एभरेजको टाइमिङ पुग्ने गरी तपाईँले सुत्नेको गरी प्लानिङ बनाउनु भयो भने, म जस्तै 10 बजे सुत्छु, मेरो 6 घन्टा यति बेला पुग्छ। कुनै कारणवश अलिकति बढी सुते तापनि म 6 बजे उठ्नु मेरो लागि सम्भव छ। यसरी सोच्नुहोस् न। म यस्तो होइन कि कुनै कारणवश तपाईँलाई 12 बजे भने म उठ्छु, उठ्नुहोस्। मलाई दिउँसो निद्रा लाग्छ, मलाई उठेर के गरौँ त ठिक छ नि त, 2-4 वटा फाल्तुमा 1-2 कप फाल्तुमा कफी खाइदिउँला, के छ र। मैले कयौँ पटक पनि बिहान उठेको छु। गत महिना पनि भर्खर कोसिस गरेको, 3 दिन भएको थियो, अहिले 4 दिन उठेँ, अब 5 दिन हुन्छ। यस्तै बढ्दै जाने हो भने म आउनेवाला 4 सालमा म हरेक दिन बिहान 6 बजे उठ्न सक्ने हुन्छु। डोपामिन रिलिज हुन्छ यहाँदेखि। एक दिन छोड्यो भने दोस्रो दिनबाट फेरि कोसिस गर्नुहोस्। सुरुको तपाईँले महिनाको सुरुको 4 दिन गर्नुभयो, 5औं दिन उठ्नु भएन भने अब 5 दिन प्रयास गर्नुहोस्। बढाउँदै जानुहोस् लिमिट, आफ्नो स्किल बढाउँदै जानुहोस्, आफ्नो ह्याबिट बढाउँदै जानुहोस्। कस्तो भने ग्रोइङ सेटअप, दिमागलाई समझमा आउने खालको। उसलाई यस्तो विश्वास दिलाउनुहोस् कि यो भएको थियो पहिले पनि, म पहिले पनि उठेको हो। एक दिन मेरो यो गल्तीले गर्दा म भोलिपल्ट उठ्न सकिनँ, म त्यो गल्ती अब दोहोऱ्याउँदिनँ र म फेरि कोसिस गर्छु। र फेरि तपाईँलाई बिचमा डिस्ट्र्याक्सन भयो भने के कुराले गर्यो त्यही कुरालाई नदोहोऱ्याएर अर्कोचोटि गर्नुहोस्, फाइट गर्नुहोस्। त यो भयो ह्याबिट लगाउने कुरा। अब ह्याबिट छोड्ने कुरामा चाहिँ जस्तै चुरोट छोड्न चाहनुहुन्छ, रक्सी छोड्न चाहनुहुन्छ, लेखिएको हुँदैन चुरोटको पछाडि लेखिएको हुन्छ नि, सिगरेट कज एन्ड क्यान्सर। मतलब चुरोट अथवा धुवा चाहिँ स्वास्थ्यको लागि हानिकारक छ।
क्यान्सरको कारण हुनसक्छ। सुर्ती खैनी यहाँ खानेले गर्दा यो मुखमा चाहिँ त्यो घाउको त्यो कभरमा लेखेको हुन्छ। तपाईँ मान्छेले किन खान्छ त इमेजिन गर्न सक्नुहुन्छ? किन हाम्रो दिमागलाई चाहिँ वर्डमा आउँदैन समझ, भिजुअलाइजेसनमा आउँछ, इमेजमा आउँछ। हाम्रो दिमागले पिक्चरमा सोच्छ, वर्डमा सोच्दैन। तपाईँ कहीँ यसरी विचार गर्न सक्नुहुन्छ कि ह्याबिटले कसरी काम गर्छ भने डोपामाइन एक्चुअली यो सब असर भनेको एउटा हाम्रोमा चाहिँ डोपामाइन भन्ने केमिकल हुन्छ। यो डोपामाइन रिलिज भएर कारणले चाहिँ सबै यो भएको यो गडबडी भइरहेको हो। यो नभएको हुन्थेन भन्ने त्यो नसोच्नु होला। किनकि हाम्रो बडी र मेन्टल जब म्याच जे कुरा भन्छ उसले त्यही कुरा गर्न मन पराउँछ। अब छ एउटा यस्तो छ नि होइन, चुरोट छाड्नु पऱ्यो ल मान्नुहोस्। यो चुरोट छाड्नुको लागि चाहिँ तपाईँले सबैभन्दा पहिले यसको पुरै साइड देख्नु पर्दछ। किन म चुरोट खान्छु र किन छाडिन्छ, कतिखेर चुरोट खान्छु। मतलब यस्तो हो नि त, तपाईँ कलेजमा जानुभयो, प्रोफेसरका मिटिङ गर्दै गर्नुहुन्छ, पुरै प्रोफेसनल रूपमा हुनुहुन्छ, या प्लेनमा हुनुहुन्छ, या धुम्रपान निषिद्ध क्षेत्रमा, त्यहाँ त तपाईँ खानुहुन्न। चुरोट तपाईँ कहिले खानुहुन्छ आराम गरेर? त्यो जोन छ नि, जोन तपाईँलाई जे कुराले तपाईँको डोपामाइन रिलिज गरेर तपाईँ त्यो कुरा गर्न बडीलाई गर्छ, प्रेरित गर्छ। त्यसको पुरै साइड देखेर त्यसको विकनेस कहाँ हो, म कतिखेर खान्छु भन्ने हेर्नुहोस्। त्यही हो मोस्ट इम्पोर्टेन्ट। अब पढाइ पनि के छ भने म्याक्सिममको के छ भने प्लानिङ यस्तो 12 घन्टाको प्लानिङ बनाउनुहुन्छ क्या। 14 घन्टा, हिजोसम्म 1 घन्टा नपढ्ने मान्छे आज 81 14 घन्टाको प्लानिङ बनाएर कसरी दिमागले काम गर्छ, कसरी बडीले काम गर्छ, इनर्जी कसरी आउँछ, उसको मन त किन लाग्छ। हाम्रो दिमाग त्यही जाला नि जहाँ मजाको कुरा छ, जहाँ हाम्रो इन्ट्रेस्ट छ, जहाँ हामीलाई जे कुरा मजा छ, हाम्रो त दिमाग त हाम्रो त्यही जान्छ नि। अब मजा नै नपाएको काममा यस्तो हामीले पहिले केही पनि काम गरेको छैनौँ जसलाई हाम्रो इन्ट्रेस्ट छैन, तर पनि हामीले आफ्नो दिमागलाई त्यसको पुरै थट प्रोसेसलाई सम्झेर, त्यसको पुरै साइडलाई देखेर हामीले कुनै पनि त्यहाँ प्र्याक्टिकल रूपमा त्यहाँ केही पनि गरेका छैनौँ त हाम्रो दिमागले कसरी थाहा पाउँछ कि मैले यस्तो पहिले पनि गरिसकेको छु, यो गर्नु मेरो लागि सम्भव छ, सामान्य छ। यो दिमागले कसरी विश्वास दिलाउनु? यही त कमजोरी हो नि सबैको। यदि हामीलाई कुनै कारणवश थाहा भयो कि यो गरेर हामीलाई सक्सेस हुन्छ, यो गरेर मेरो यो लत छुट्छ, यो गरेर मेरो यसको लत ह्याबिट आउँछ लाग्छ भन्ने सोच्नु भयो भने त फिनिस, सबै कुरा छोडेर त्यही गर्न पाइन्थ्यो। त्यो पनि 2-3 दिन। त्यसपछि हामीलाई फेरि कम्फर्ट जोन आउँछ के, द्याट इज द पोइन्ट। त्यो कम्फर्ट जोनबाट निस्किनको लागि 81 सम्भव छैन। यसको पुरै साइड देखेर त्यसको अघिल्लो दिन नै तयारी गर्नुपर्छ। भोलि यदि बिहान उठ्नु छ भने अघिल्लो दिनबाट कोसिस गर्नु पर्यो। साँझैबाट दिमागमा म भोलि बिहान उठ्छु भन्ने कुरा पुरै भिजन बनाउनु पर्यो। किन उठ्छु रिजन पनि राख्नु। जब हामीसँग प्लानिङ हुँदैन नि, लक्ष्य हुँदैन नि, गोल हुँदैन नि, तब हामी भड्किन्छौँ, तब हामी कमजोर पर्छौँ कि। त्यही कमजोरी हाबी भएर नै हाम्रो चाहिँ कम्फर्ट जोनले हामी माथि हाबी गर्छ र हाम्रो प्लानिङ फेल हुन जान्छ। त्यही हो, द्याट इज द इम्पोर्टेन्ट। कि चुरोट खानु कैयौँ व्यक्तिले खाइरहेका छन्, त्यही भएर म पनि खान्छु नि। उनीहरूका जस्तै अब जिम छ, म हरेक दिन उठेर बिहान जिम गर्न चाहन्छु। किन जिम गर्न चाहन्छु? म हेल्थ हुन चाहन्छु, म स्वस्थ हुन चाहन्छु, मेरो हेल्थ राम्रो गर्न चाहन्छु र आफूमा भएका जो कमी कमजोरी छन्, मतलब प्रेसर, सुगर, हुन्छ नि समथिङ जो सबै व्यक्तिमा हुने, म त्यो कम गर्न चाहन्छु। म एकजना पनि स्वस्थ हुन चाहन्छु। त्यो अनुसारको मेहनत गर्ने ठाउँ आयो भने कमजोर पर्छ। किनकि हाम्रो त्योभन्दा पहिले कहिले गरेको छैन, प्र्याक्टिस नै गरेको छैन। अनि दिनसम्म 8 देखि 10 बजीसम्म 11 बजीसम्म दिउँसो सुत्दिने, अनि 81 बिहान म 5 बजी जिम जान्छु भने कहाँबाट बढी नै जस्तो। अझ त्यति सोचेर मात्रै राति 12-1 बजी सुत्दैन, 4 घन्टा पुगेर हुन्छ र। जस्तै तपाईँले कुनै पनि एक्सर्साइज गर्नुभयो भने बिचमा रेस्ट हुन्छ नि, जिम ट्रेनरहरू तपाईँलाई 5-5 मिनट रेस्ट दिन्छ नि। त्यसै गरी बडीलाई रेस्ट पनि त चाहियो होला। त्यो रेस्ट भएको बेलामा चाहिँ कुनै खाली बस्नु, मोबाइल हेर्नु या यस्तो गर्नुभन्दा यस्तो गर्नुहोस् न जो तपाईँको लागि फाइदा होस् र इन्ट्रेस्ट पनि होस्।
यो त होइन कि तपाईँ जब रेस्ट गरेको बेला पुरै तपाईँको दिमाग शान्त हुन्छ। म्याक्सिमम त्यतिखेर गडबडी हुन्छ जतिखेर मान्छे खाली बसेको हुन्छ, किनकि सबै खाले थट आउँछ। तपाईँ फुटबल खेल्दै हुनुहुन्छ, गोल हान्न जानु हुँदैछ भने तपाईँको दिमागमा घर के पाक्यो होला पनि आउँदैन। यही त छ हाम्रो पनि, कि हाम्रो गोल नै यति पावरफुल छ नि जसलाई हाम्रो तानोस्। डिसाइडेड वाइ यु आर चुज दिस। If you love this work, you will be successful, but not the possible. Why? किनकि पुरै साइडले देख्न जरुरी छ। हामीले पुरै साइडले देख्न सकेनौँ, जसले गर्दा हाम्रो जे पहिले भएको त्यति गल्ती रिपिट भएर फेरि हामीलाई झन् हाबी गर्यो। पछि त्यस्तो हुन्छ होइन, सुरुमा कोसिस गर्यो, एकपटक गर्यो, दुईपटक गर्यो, तीनपटक गर्यो, लास्टमा त यो पनि हुन्छ होइन। पछि त हामीलाई त्यो विश्वासै टुट्छ कि अब म सक्दिनँ भन्ने भित्रैबाट भइसक्यो। यदि यहाँनिर प्रयास गरिएन भने त्यसपछि मान्छे सधैँको लागि असफल पनि हो। यदि सही समयमा त्यसलाईसँग फाइट गरिएन भने भोलिले यति ठुलो समस्या पैदा गरेर आइदिन्छ नि, यसको रूप नै त्यति खतरनाक हुन्छ, जसलाई सल्भ गर्नलाई हामीलाई धेरै कमजोर पर्छ। एज फाइनली ह्याबिट बनाउनुभन्दा पहिले मेन्टल र फिजिकल लेभलमा दुवै इनर्जी हुनुपर्छ र त्यही अनुसारको मेन्टल लेभल प्रिपेयर गर्नुपर्दछ र कारण खोजेर त्यसको दिशानिर्देश हुनुपर्दछ। दोस्रो कुरा, कुनै पनि ह्याबिटलाई छोड्नु छ भने त्यसको पुरै साइड देखेर आफूमा भएका कमजोरी के छन् र म पहिले कोसिस गर्दा यो मेरो कुन ठाउँमा मेरो कमजोरी आएको थियो, म कहाँनिर चुकेको थिएँ त, यही कुरा प्रयास गर्दा गर्दै मलाई कुन ठाउँमा चाहिँ यो विकनेस भएको थियो त्यो कुरा फाइट गर्दै जानुहोस्। त्यसपछि अर्को समस्या होला त्यसलाई पनि सल्भ गर्नुहोस्, अर्को समस्या होला फेरि सल्भ गर्नुहोस्। 4 दिन सुत्नुहुन्छ र 5 दिन के भन्छ, 4 दिन उठ्नुहुन्छ र 5 दिन उठ्न सक्नु भएन र 6 दिन फेरि उठ्नुहोस्, फेरि 6 दिन त्यहीबाट फेरि 6 दिन बस्दा यो महिना 26 को मात्रै छ, अगाडिको 4 दिन गयो सम्झिनुहोस् 5 दिन। यदि केही कारणले म सक्दिनँ भने मैले त कयौँ पटक पनि पहिले त गरेको छु, मैले कम्तीको महिनामा 4 दिन त उठेँ, खालि त्यति सुतिराख्नु भन्दा यसरी दिमागलाई सेलिब्रेट दिन सिक्नुहोस्। आफूले एचिभ गरेको सानो सानो एचिभलाई जोड्नुहोस्, किनकि ठुलो एचिभमेन्ट लाइफमा कहिले मात्र हुन्छ, जो कहिलेकाहीँ मात्र हुने एचिभमेन्टले गर्दा लाइफलाई पुरै हामीले त्यसैतिर भगाइरहन्छ। यदि लाइफलाई तपाईँले एक दिन पनि राम्रोसँग जिउनु भयो भने त्यही तपाईँको राम्रो दिन हो, त्यही तपाईँको लाइफ हो, बाँकी सब डेट हो क्यालेन्डर। थ्याङ्क यू।